हेलो एभ्रिवान, यो चाहिँ मैले धनिया भुटिरहेको छु होइन। यो धनिया चाहिँ किन भुट्यो भन्दाखेरि म मासुको अर्डर आएको थियो कि मासु अचारको लागि। त्यसको लागि मैले धनियाहरू यसमा होइन धनिया सनिया भुटेर मजाले रेडी पार्दैछु होइन। मासुहरू चाहिँ मैले अगाडि नै बनाएर राखिसक्यो होइन, अगाडि नै तारिसक्यो होइन। अनि यहाँ चाहिँ मैले मेथी मजाले हालेर होइन भुटिरहेको छु होइन। यो भुट्न चाहिँ फेरि धेरै कालो भयो नि राम्रो हुँदैन, नपाके पनि राम्रो हुँदैन क्या। त्यही कारण यसलाई चाहिँ म बिस्तारै बिस्तारै चलाएर भुटिरहेको छु क्या, चारैपट्टि त्यो रातो होस् भनेर क्या। अनि यो पछि चाहिँ म फेरि लसुन र अदुवाको चाहिँ पेस्ट हाल्छु। लसुन र अदुवाको चाहिँ पेस्ट यो चाहिँ अगाडि नै भुटेर मैले पेस्ट बनाइसकेँ हो होइन। यो मजाले चलाएर हाल्छु होइन। यो चलाउँदा चलाउँदा यो नि फेरि नचलाइका गऱ्यो भने चाहिँ अनि अब म मसला हाल्छु। अब यसको लागि म मसला फेरि एक हातले मोबाइल चलाइरहेको थिएँ होइन, अप्ठ्यारो भएको थियो कि। अनि आधी मसला आयो, आधी मसला आएको थिएन। अनि फेरि मैले हालिरहेको छु होइन। अब फेरि मसला हाल्छु होइन। यो मसलाको अन्त्यमा पनि अलिक लो हिटमै गर्नुपर्छ है। मैले हिट चाहिँ कम गर्नु बिर्सेछ, पछि फेरि गरेको थिएँ। मैले 200मा राख्छु हिट होइन। स्वाद अनुसारको नुन, अलिकति बेसर पनि राख्छु। यो चाहिँ कलरको लागि अलिकति खोर्सानी होइन। खोर्सानी त मैले अलरेडी नै त्यो मसलामा हालिसकेँ क्या। त्यो सुकेको खोर्सानी तेलमा फुराएर हालिसक्यो होइन। अनि यो मजाले फेरि लो हिटमै बनाउने यो पनि है। अलिकति धेरै के अरे भुट्यो भने पनि नि फेरि तितो फ्लेभर आउँछ क्या। अनि मजाले भुट्ने होइन। भुटिसकेपछि अनि मासु मजाले चलाउँदैछु होइन, चलाइरहनुपर्छ क्या। अनि त्यो पोकेको मैले टिपेर हालिरहेको छु होइन। सफाइ छ है, माइन्ड गर्नु हुँदैन, सफाइ थियो होइन। अन्त र अनि मजाले कति दुःखले गरेको चिज त होइन। अनि मजाले चलाइरहेको छु, चलाउँदा चलाउँदा होइन, चलाउँदै गर्दै हजुरलाई देखाउँदैछु होइन। छोरासँग पनि कुरा भइरहेको छ होइन। तर यो बनाउँदा बनाउँदा चाहिँ मैले एकछिनमा पछि लास्टमा चाहिँ मैले हजुरहरूलाई खाएर पनि देखाउँछु है। अनि मैले यत्तिको भयो भनेर देखाइरहेको छु होइन, यत्तिको भयो भनेर देखाइरहेको छु होइन। अनि त्यहाँबाट अनि मजाले गरिरहेको छु होइन। ऊ अब खाएर पनि देखाउँछु होइन। म डाइटिङमा नभएर क्या, मैले सघाउँथेँ होला क्या त्यो अर्डरको नि। डाइटिङमा थियो होइन, थोरै राखेर होइन, यस्तो मिठो भएको थियो है। यो भिडियो गरेपछि हिजै हो होइन। आज चाहिँ अब भोइस रेकर्ड गर्दैछु क्या म। कस्तो मिठो क्रिस्पी त्यो जुसी भएको थियो कि, थुकी आयो कि मुखबाट, यस्तो मिठो भइरहेछ। म छोरालाई पनि देखाइरहेको छु होइन। फेरि तातो खाएको कि मैले, तातो खाएको नि भइरहेको थियो क्या मलाई। अनि मेरो छोराले मलाई देखाउनु न भनिरहेको थियो होइन। मैले मजाले खाइरहेको छु क्या। दामी छ नि भनिरहेको छ म होइन। त्यो नभएको कपाल, टुक्रा परेको कपाल पनि खोलिओरी देखाइरहेको छु होइन। प्लिज गाइज हेरेर इन्जोय गरेर प्लिज मलाई सेयर गरिदिनुहोस् होइन, सब्सक्राइब